नैखुन खोज्दा नखोजै सम्बन्ध गसिएको मान्छे तिमी। तिमीसँग भेटिनु पनि एउटा लेखन त लाग्छ मलाई। म अलमल्लिरहेको थिएँ आफ्नो भावनासँग एक्लै बोल्दै रुमालिँदै। कुनै स्वार्थ बिना मनमा बसेको मान्छे हौ तिमी। यो जीवनको केही भरोसा छैन तर निस्वार्थ प्रेम गरेको मान्छे हौ तिमी। बच्चा कसमको केही अर्थ छैन यहाँ, तर मैले बृहत माया गरेको मान्छे हौ तिमी। होला भुल हामी दुवैको अनजान अनि अपरिचित भुल नै सही। प्राण बसेको छ फेरि त्यसलाई भुल मान्नु खै कसरी। खै अब त तिमी बिनाको जीवन खदेरी लगेको वन जस्तै। गन्तव्यमा छुटिएको चख्युको जोगी अनि अर्थहीन यात्रामा हिँडेको यात्री जस्तै। त्यसैले बुझिदेऊ यो भावना मनको, अजम्बरी जोडिएको प्रेम तिमीसँगको।